हेलो नमस्ते साथीहरु, के छ खबर? म चाहिँ आज यो सिडनीबाट आर्मीडेल कम्तीमा पनि 6 घण्टाको ड्राइभमा निस्केको थिएँ बिहानै। म लगायत मेरो आदरणीय गुरु, मेरो सरू, हामी श्रीमतीजी सरू लगायत हामी यो हाम्रो आदरणीय गुरुलाई छोड्नको लागि आर्मीडेल आएका थियौँ। गुरुको 2 हप्ताको सिडनी बसाइपछि अब होइन गाडीमा नै जाउँ, ड्राइभमा नै जाउँ, यहाँको ठाउँ हेरौँ भन्ने तरिकाले हामी अब 6 घण्टा लाग्यो भने हामी बिस्तारै 6-7 घण्टा 8 घण्टा कति लाग्छ बिस्तारै आनन्द चिलमा हेर्दै आउँदै गर्दा अस्ट्रेलियाको यो ठाउँहरू हेर्दा त एकदमै यो के भन्नु, अब केही छैन, अनकन्टार जस्तो छ। चलाहा गाडी, तर जुन ठाउँमा गयो भने एउटा राम्रो भनेको बाटो फर्स्ट क्लास छ बाटो। एकदम रमाइलो लागिरहेछ यो मोमेन्ट चाहिँ। तपाईँहरूले देख्न सक्नुहुन्छ अगाडि बाटो हेर्नु यस्तो छ, आनन्द। यो बाटो पनि 75-80 को स्पिड हो, तर हामी अलि सुस्त त्यस्तो हतारिएर जानुपर्ने केही पनि छैन। त्यही भएर हामी एक्सप्लोर गर्नलाई भनेर पनि ड्राइभमा मस्त आनन्दले 3 जना सिडनीबाट बिहान निस्केको। अहिले कति बज्यो? दिनको 11 बज्न लाग्यो। हामी अब 2-3 घण्टामा चाहिँ पुग्छौँ होला, तर एकदमै बिस्तारै हिँडेका छौँ हामी। यो हेर्दै यहाँको यो नेचर, अब त हजुरहरूलाई थाहा नै छ म त एकदमै नेचर लभर मान्छे, प्रकृति प्रेमी मान्छे। त्यही भएर नि यो प्रकृतिमा हिँड्न, यो जङ्गल, यहाँको यो प्रकृति हेरेर एकदम आनन्द आइरहेछ। एकदम यो वर्थ इट भयो यो ड्राइभ भनेर त्यो लागिरहेछ। त्यही त अब म मेरो भ्लगहरू या मैले जुन पनि भिडियोहरू म पोस्ट गर्दा जहिले पनि म सिडनीबाट 1 घण्टा भन्थेँ। आज 1 घण्टा होइन, आज चाहिँ सिडनीबाट 7 घण्टा, 6-7 घण्टा रफली मा 70-80-90 100 को स्पिडमा गाडी चलाउँदै सर आनन्दले आइरहेछ। के छ त हजुरहरूको खबर? के छ, के हुँदैछ, के गर्दै हुनुहुन्छ? स्वस्थ मस्त हुनुहुन्छ होला? आफ्नो ख्याल गर्नु होला, स्वस्थ रहनु होला, मस्त रहनु होला। धन्यवाद।